काठमाडौँमा पानी यसरी ट्याङ्करमा भरेर घर घरमा लाने गर्दछ। पानी अब यहाँ एकदमै महँगो छ भन्ने कुरा त सबैलाई थाहा छ नि। मेलम्ची भनिएको छ, तर अब के गर्ने, यसरी गाडीमा नअसारी पुग्दैन, यसरी लाने हो। एउटा ट्याङ्करको 7,000 को 1,800 2,000 2,200सम्म लिने गर्दछ, दूरी हेरी लिने गर्दछ। यो पानी चाहिँ एकदम बोरिङ गरेर गोदावरी खोलाबाट आएको पानी टक्क निकालेर चाहिँ यसलाई केही बोरिङ गरेर चाहिँ ट्याङ्करमा हालेर चाहिँ घर घरमा सर्भिस गर्ने गर्दछ। राम्रो छ पानी। यो चाहिँ अब पिउन चाहिँ योग्य हुँदैन। यो पानी चाहिँ घरेसी प्रयोजनको लागि मात्रै हो है। यो पानी चाहिँ अब महँगो छ। अब 7,000 पानीलाई 2,000 2,200 2,500सम्म तिर्नुपर्ने हुन्छ। नजिक छ भने चाहिँ 1,800सम्म लिने गर्दछ। यस्तो छ।